हेलो क्लास, आजको भिडियोमा चाहिँ हामीले लाइफ साइकल पर्सपेक्टिभ अफ न्युट्रिसनको बारेमा हेर्दैछौँ। लाइफ साइकल पर्सपेक्टिभ अफ न्युट्रिसन भन्ने बित्तिकै यसको पोजिटिभ आस्पेक्टको कुरा गरौँ। सबैभन्दा फर्स्टमा हामीले यहाँ इन्कोड गरेको 5वटा सिम्बल ABCD र ईलाई हेरौँ। यसमा एमा के छ त, बेबीको प्रपर बर्थ वेट छ। सो प्रपर बर्थ वेट भएको बेबीमा हामीले याद गर्न सक्ने टर्म भनेको लक्ष्मीप्रसाद देवकोटा LPD, अर्थात् लो मोर्टालिटी रेट, प्रपर मेन्टल डेभलपमेन्ट अनि डिक्रिज रिस्क अफ के हो त, एडल्ट क्रोनिक डिजिजेस। यो चाहिँ हामीले फोकस गर्नु पर्यो है त। अब जाउँ इन्कोड नम्बर B, अर्थात् हेल्दी चाइल्ड। हेल्दी चाइल्डको कन्सिक्वेन्स भनेको के हुनसक्छ भन्दा उसको इम्प्रुभ मेन्टल क्यापेसिटी हुन्छ। यसको अर्थ यसमा के कुराहरूले चाहिँ मेजर रोल खेल्छ भन्दाखेरि चाहिँ हामीले ऱ्याट भनेर याद गर्न सक्छौँ। ऱ्याटमा R भनेको रियर इन्फेक्सन्स, टीमा टाइमली अथवा एडिक्वेट विनिङ भनेको भात खुवाइ चाहिँ प्रपर टाइममा भएको थियो, र अर्को भनेको एडिक्वेट फुड हेल्थ एन्ड केयर। लेट अस मुभ टुवर्ड्स इन्कोडेड नम्बर C। सीमा अब हामीले हेर्छौँ हेल्दी एडोलेसेन्स। हेल्दी एडोलेसेन्सको कन्सिक्वेन्स के हो त भन्दा उसको पनि इम्प्रुभड मेन्टल क्यापेसिटी हुन्छ। अब यसमा मेजरली खेल्ने रोल भनेको पनि के को आउँछ त, एडिक्वेट फुड हेल्थ एन्ड केयरकै आउँछ। हामीले इन्कोड गरेको D अप्सनमा प्रेग्नेन्सी प्रपर वेट गेन छ, अर्थात् प्रेग्नेन्सीको टाइममा प्रपर वेट गेन भएको वुमनहरूको केसमा लोवर म्याटर्नल मोर्टालिटी रेट हुन्छ। त्यस्तै गरी वुमन वेल नरिस्डको कन्डिसन पनि हामीले हेर्छौँ। यो D अप्सनमै हेरिरहँदाखेरि प्रेग्नेन्सी विथ प्रपर वेट गेन छ भने एडुक्वेट फिटल न्युट्रिसन हुन्छ, जसले गर्दा फेरि एमा जान्छ, त्यो भनेको प्रपर बर्थ वेट अफ अ बेबी हुन जान्छ। सिमिलरली वुमन वेल नरिस्ड छिन् भने देयर विल बी इन्क्रिज क्यापेसिटी टु केयर द बेबी, जसले गर्दा बेबीको चाहिँ प्रपर बर्थ वेट हुने भयो। अल्टिमेटली एल्डरली नरिस्ड हुँदा बेबीको प्रपर वेट हुन्छ र अल्टिमेटली एडिक्वेट फुड एन्ड हेल्थ केयर चाहिँ चाहिन्छ भन्ने कुरा बुझिन्छ। वेल, अब हामी लाइफ साइकल पर्सपेक्टिभ अफ न्युट्रिसन हेर्दै गर्दा नेगेटिभ आस्पेक्टहरू के हुन सक्छन् भन्ने कुराहरू हेर्नेछौँ। अब सुरुमा इन्कोडेड नम्बर A लाई हेर्छौँ भने बेबीको लो बर्थ वेट छ भने हाई भनेर सम्झिन सक्छौँ, अर्थात् हाई इन्फ्यान्ट मोर्टालिटी रेट, इम्पेयर्ड मेन्टल डेभलपमेन्ट र इन्क्रिज रिस्क अफ एडल्ट फेजमा हुने क्रोनिक डिजिजेस। अब हामी इन्कोड नम्बर B मा हेर्छौँ भने त्यो चाइल्ड स्टन्टेड हुन्छ, अर्थात् त्यसको कन्सिक्वेन्सेस के आउँछ त, रिड्युस्ड इन मेन्टल क्यापेसिटी। यो हुनलाई 3टा मेजर कुरा इम्पोर्टेन्ट छ, त्यसलाई हामी उफी भनेर सम्झ्यौँ। उफीमा यु भनेको अनटाइमली अथवा इनएडिक्वेट विनिङ, भात खुवाइ राम्रोसित भएको छैन। F अर्थात् फ्रिक्वेन्ट इन्फेक्सन्सहरू हुन्छ, र अर्को भनेको इनएडिक्वेट फुड हेल्थ एन्ड केयर भन्ने कुरा हामीले बुझ्छौँ। यही बीलाई नै इन्कोड गर्दा B हुनुको कारण भनेको इनएडिक्वेट क्याचअप ग्रोथ, अर्थात् बच्चाले ग्रोथ पनि राम्रो गर्न सकेको हुँदैन। लेट अस गो टुवर्ड्स नम्बर C। सीमा के भएको छ, एडोलेसेन्स फेजमा पनि स्टन्टेड छ, अर्थात् उसको मेन्टल क्यापेसिटी के छ, रिड्युस छ। अब यो हुनुमा पनि अर्को मेजर फ्याक्टर भनेको के हो त, इनएडिक्वेट फुड हेल्थ एन्ड केयर नै पर्छ। त्यस्तै गरी हामी D नम्बर इन्कोड गर्न जाँदैछौँ। D नम्बरमा प्रेग्नेन्सीको टाइममा लो वेट गेन छ, त्यसको कारण भनेको पनि इनएडिक्वेट फुड एन्ड हेल्थ केयर नै हुन्छ, र कन्सिक्वेन्सेस के हुन्छ त, हायर म्याटर्नल मोर्टालिटी रेट। टकिङ अबाउट वुमन हु इज माल नरिस्ड इन इन्कोडेड नम्बर D, यसले पनि अल्टिमेटली के गर्छ त, रिड्युस्ड क्यापेसिटी टु केयर द बेबी, अर्थात् अल्टिमेटली हामी फेरि एमा जम्प गर्छौँ Dबाट, त्यो भनेको बेबीको चाहिँ लो बर्थ वेट हुन्छ भन्ने कुरा याद गर्नुपर्ने हुन्छ। त्यसपछि अर्को आउँछ इन्कोड नम्बर E। त्यसमा पनि हाम्रो के छ त, मेजर पोइन्ट भनेको इनएडिक्वेट फुड हेल्थ एन्ड केयर नै हो, र इल्डरली माल नरिस्ड भयो भने अल्टिमेटली फेरि के हुन्छ त, बेबीको चाहिँ लो बर्थ वेट नै हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न सक्छौँ। I hope you have understood few of the things. Thank you for watching the video. Keep tuning on. Bye-bye. Cheers.